हिजो DJI Osmo Pocket 3 को रिभ्यू बनाए पछाडि हामीसँग आएको छ अहिले नयाँ Insta365X भन्ने आएको छ क्यामेरा। यो झन् त्यो भन्दा बवालका यो क्यामेरा है। सो म हिजोकै ठाउँमा छु, खमनिजमा छु हैन। राइट नाउ मोन्टी क्याफेकै अगाडि छु। आज चाहिँ हाम्रोमा हुनुहुन्छ विपिन सर हुनुहुन्छ साथमा। सो भाइले पनि क्यामेरा किन्ने अरे। सो हल्का रिभ्यू हान्न आएको आज। के गर्ने नि, के लिने निर्णय गर्यो त आज? दाइ झन् कन्फ्युज भएँ म हैन। झन् कन्फ्युज भयो Insta360 देखेर हैन। के अरे म त्यो DJI को ओस्मो कि के अरे त्यो Osmo Pocket 3 3 किन्ने भन्ने माइन्डसेट बनाएको मान्छे दाइले हैन जरुसँग दुईटै छ भनेर हेर्न आएको। अझ यो चाहिँ बवाल लाग्यो हैन त। यो फेरि अर बवाल। अनि सो अगेन वी आर इन मोन्टी कफी हाउस। सरले हिजोको जस्तै यहाँ आज पनि के गर्नु हुँदैछ सर आज? Just bring espresso sir. एउटा अर्डर आएको छ। सो सरले एस्प्रेसो ब्र्यु गरिसके पछाडि आज केही नयाँ ट्राई गरिन्छ जस्तो लागिरहेछ। कफी त यहाँको भइहाल्यो। भिक्टोरिया एड्रिनो प्रिमा हैन त यो कि कुन हो? Eagle One प्राइममा छ मेसिनमा। सो कफी सप चाहिँ यही हो। हिजोको क्यामेरामा अलिकति वाइड देखिँदैन नि त, यो चाहिँ एकदम वाइड देखिन्छ। दिस इज द क्याफे हैन। हल्का यसलाई स्टिक लम्बाएर पनि हेरौँ है त। ल कलाहरू ल स्टिक लम्बाएर हेर्दा पनि यो हो। दिस इज द क्याफे। बवाल छ बवाल। क्याफेको सिटिङ भ्यू चाहिँ बवाल लाग्यो। क्याफेको सिटिङ भ्यू चाहिँ बवाल लाग्यो अरे। सो यस इफ यु वान्ट टु इन्भेस्ट समथिङ फर क्यामेरा हैन, जसलाई चाहिँ क्यामेरा फ्रेम केही मिलाएर राख्नु पर्दैन टाइपको हुन्छ नि, यु क्यान बाई दिस ग्याजेट Insta-X5। एकदम एमेजिङ बवाल छ। म पनि लिन्छु जस्तो लाग्यो यो हेरेर चाहिँ। किनभने वेन इट कम्स टु भ्लगिङको लागि मान्छेलाई भन्दा पनि पछाडिको ब्याकग्राउन्डहरू देखाउन पायो भने चाहिँ अलिकति राम्रो हुन्छ जस्तो लाग्छ है मलाई चाहिँ। मस्क छ पछाडि अनि अगाडि भयो हाम्रो मोन्टी कफी हाउस। सही ल यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाएँ। हस् त, धन्यवाद।